हेलो गाइज, वेलकम टु 17 ब्लग। आज चाहिँ हामी पिएससीको होमग्राउन्डमा छौँ। यहाँ त्यो होमग्राउन्ड चाहिँ यो हो होइन। अनि त्यो पनि त्यो देखेको चाहिँ के हो थाहा भएन, त्यो चाहिँ अट्र्याक्टिभ छ, तर यो पनि राम्रै छ होइन। हुन्छ नि, तर यहाँ छिर्नुलाई चाहिँ टिकट चाहिँ काट्नुपर्छ। टिकट चाहिँ हामी साथी त्यो लाइन बसेर टिकट पाउँछ कि पाउनु मलाई पनि थाहा राम्रो छ। हामी अनलाइनमा हेरेको, तर अनलाइनमा चाहिँ काट्न मिलेको थिएन। तर यहाँ चाहिँ हामी भित्रै आएर चाहिँ सायद काट्न मिल्छ जस्तो लागिरहेको छ मलाई होइन। फाइनल हामी चाहिँ पिएससीको स्टेडियममा आइसकेका छौँ। पिएससी द ब्युटिफुल भ्यू अफ पिएससीको ग्राउन्ड है। पछाडि चाहिँ पिएससीले ट्रफीहरू जितेको ट्रफीहरू चाहिँ पछाडि छ। यहाँ चाहिँ लेजेन्डरी फोटो अफ पिएससी होइन। पहिलाको चाहिँ फोटोहरू छ लिजेन्डहरूको। अब हाम्रो पछाडि चाहिँ जर्सीहरूको कलेक्सनहरू छ। यस्तो बाटोहरू हुन्छ नि, यस्तो बाटोहरूमा चाहिँ जर्सीहरूको कलेक्सनहरू, फोटोहरू, ट्रोफीहरू चाहिँ यस्तैमा राखेको हुँदो रहेछ। र यो ठाउँमा चाहिँ जर्सीको कलेक्सन छ। यो साइड पनि छ अनि अर्को साइड पनि छ कि। पहिलाको होला यो, अहिले त यस्तो त देखेको पनि थिइनँ यार। लोगो पनि फरक भएर रहेछ। यहाँ चाहिँ अर्कै लोगो छ। यहाँ चाहिँ लोगो यसकै छ। दामी जर्सीहरू रहेछ। यता चाहिँ चेन्जिङ रुम हुनसक्छ, के रुम हुनसक्छ त्यो थाहा छैन। तर चाहिँ हामी त्यहाँ जान पनि सक्छौँ, नजान सक्छौँ कि। त्यहाँ हुन्छ नि लिड एउटै बाटो मात्र हो कि, हामी यसरी जान सक्दैनौँ कि। त्यो हुन्छ नि पार यो स्किप गर्न सक्दैनौँ कि, बाटो हुन्छ स्किप बारहरू लगाएको जान्न सक्छ। अरू कहाँ जान्छ प्लेयरहरूको मसाज सेन्टर हो है यो। अरे के हो मलाई थाहा छ, साथीले भने मलाई। हामी चाहिँ उनीहरू जान सक्दैनौँ होइन। तर यहाँबाट सरल लान्छौँ अनि हामी चाहिँ पछि आउन सक्छ नआउन सक्छ छैन। तर हामी चाहिँ ओ माई गड चेन्जिङ रुम आइसकेका छौँ। र हामी चाहिँ सबै प्लेयरहरूको जर्सीको राख्ने ठाउँहरू चाहिँ यस्तो छ होइन। यो नम्बर हाकिमीहरू चाहिँ सर र हेर्नुहोस्।
फाइनल्ली होइन सबै हामी मोस्ट अफ द कुराहरू चाहिँ त के होइन त सबै हामीले हेरिसक्यो भित्र लाइक चेन्जिङ रुमहरू अनि अरू मिटिङ रुमहरू सबै अनि फिल्महरू जस्तो पनि रहेछ त्यहाँ चाहिँ डिस्कस गर्ने त्यो प्रेस कन्फरेन्स गऱ्यो सबै रुमहरू देख्यो र म चाहिँ फाइनल्ली पिएसजीको स्टेडियममा छु विथ रियल म्याड्रिडको जर्सी है त ग्यास आर्सेनलले रियल म्याड्रिड धोबी हान्यो अब पिएसजीले होइन अब आर्सेनल धोबी हान्छ कि अब यो यसको जो छ नि त पावर मैले सबै दिइसकेको रियल म्याड्रिडको पावर पिएसजीलाई अब धोबी हान्छ आर्सेनलको अब यहाँ गु निकालिदिन्छ राइस बढी खाएर होइन राइसको अब कस्तो हुन्छ राइस पिसा दिन्छ अब राइस अब गु भन्छ होइन राइस भनेको एउटा चिज हो पिएसजी भनेको पेट हो कि राइस पेटमा गएपछि के हुन्छ गु पनि निस्किन्न लोजिकै मेरो ब्युटिफुल होइन भ्यू खतरा छ दामी छ तर भित्र भन्दा नि मलाई कि बाहिर यो ग्राउन्ड भन्दा नि मलाई भित्रैकै मन पऱ्यो कि खतरा खा भित्र झन् रेडी भयो त गोल हान्न पर्यो हामी चाहिँ यहाँ पनि त्यो गर्नु पाउँदै चाहिँ हान्नको लागि पेनाल्टी सुट हान्नको लागि तर यो सुट हान्नको लागि चाहिँ फर्स्ट हामी लाइनमा बस्नु पर्दो रहेछ हामी लाइनमा बसेर चाहिँ हामी पेनाल्टी पनि हान्छौँ डिक्सनमा मैले हान्छौँ होइन अनि जसले गोल छिरायो त्यो चाहिँ मटाइ हान्न पाउँछ है होइन हो कि होइन हो मटाइ हान्ने अस्ति मैले धोपी मटाइ खाने मेरो टिकटकमा चाहिँ मैले हालेको छु त्यो यहाँ चाहिँ हामीले चाहिँ अब पेनाल्टी खेलेको थियो होइन मैले चाहिँ यसले रोक्यो यसको चाहिँ मैले रोक्नु सकिनँ तर यो चाहिँ मटाइ हाली खेलेको मटाइ यहाँ चाहिँ लगाएर ढिक्चिक मजै भयो होइन यसो पिएसजीको ग्राउन्डमा आएर पनि पेनाल्टी हान्न पायो लास्टै खुसी लागिरहेको छ अब सकियोस् हामीलाई लागिरहेछ कि हामीलाई लागिरहेछ कि च्याम्पियनले एक गोल हालेर मलाई लागिरहेछ कि हाम्रो सबै सकिए जस्तो छ हाम्रो टुर यो पिएसजी ग्राउन्डको अब चाहिँ हामी निस्किन्छौँ होला र त त्यही भन्दै हाम्रो यो पिएसजी को ग्राउन्डको भ्रमण चाहिँ हामीले यहीँ सकाउन चाहन्छौँ बाबा गाइस यो स्टे ट्युन है म रेगुलर भ्लग गर्छु म गाइस लाइक शेयर एन्ड सब्सक्राइब आले पारी